उता होइन कि यता मात्रै मात्रै आउनु हल्का हल्का खिचिरहनु है सिधा खिच्नु सिधा सिधा खिच्नु खिच्नु बोल्दै भ्रमणको फर्स्ट दिन हामी गुप्तेश्वर गुफा डेभिस फल अनि अर्को कहाँ रे हजुर आज त बिदा सर आज हामी चाहिँ यो पोखरा सबै साथीहरू होइन कि एउटा तेस्रो पोइन्ट थाहा भएन क्या मलाई त्यो भनेको कहाँ हो माउन्टेन जानु कहाँ हो हजुर हजुर हेर्नुहोस् कति राम्रो भ्यू भनेपछि पहिला यता डेभिस फल पोखरा साँच्चीकै पोखरा हजुर जाने भनेको रूपान्तरसम्म
गाडी हुन्छ है गाडी हामी डेभिज फल आएका छौँ है। अब बसको यात्रा यहाँसम्म छ, त्यसपछि डेभिज फल गुप्तेश्वर महादेव घुमेर फेरि बसमा हिँड्छ हामी। पोखरा डेभिज फल आएका छौँ है, पाताले छाँगो। वेलकम टु डेभिज फल, सूर्यपाटन। डेभिज फल हेर्ने भिड हेर्नुहोस्, कस्तो राम्रो। डेभिज फलको यो महत्त्व पनि निकै छ। पैसा चक्क राख्यो, जसको पैसा बिचमा पर्छ त्यो भाग्यमानी है। ल खै कसैले फाल्नु भन्छ? सिक्का छ, सिक्का फालौँ त, पर्समा छ होला। पर्सन ल, म भिडियो खिच्छु, हजुरले सिक्का फाल्नुभन्दा अगाडि। म तपाईँ खिच्छु, तपाईँ मेरो खिच्दिनु होइन, मिल्छ मिल्छ, फाल्नुहोस्। पर्सन ल, पर्छ एकछिन पर्सन ल, पर्छ है। डेभिज फलको एकदम महत्त्व छ यो। ट्याक्क यहाँ चाहिँ सिक्का फाल्ने मन्दिर के है, बगलमा जो पर्छ ऊ भाग्यमानी। ल फाल्नुहोस् त अर्जुन सर, अर्जुनको पर्छ पर्दैन? जय हो भगवान। पर्यो 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 पर्यो, कसको पर्यो? मेरो है त, मेरो पर्छ पर्दैन है त? वाउ, कन्ग्रेचुलेसन, भाग्यमानी है मेरो है। ल कता गयो है। ठिक छ, रमाइलो गेम हेर्नु। हाम्रो अर्जुन सर बडी बिल्डर ट्याक्क हुन्छ है। ओ माइ गड, के हेर्नु मान्छेहरू यस्तो भिड, के हेर्न हो, के हेर्न हो, के भयो हेरौँ है। त्यहाँ साथीहरू पुरै भिड छ। ये डेभिड फल जो थियो नि, गुप्तेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, पोखरा। ओ माई गॉड, व्हाट अ सीन, रियली ब्युटिफुल। यस्तो बाटो भएर गुप्तेश्वर महादेव गुफा जाँदैछौँ। जय गुप्तेश्वर, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः क्या दामी है। Oh my God. गुप्तेश्वर गुफा जाने बाटो है, यस्तो दामी छ। तल गुप्तेश्वर गुफा गएर आएको ठाउँ हो, टिकट काट्ने ठाउँ। कति भिड हो है आज। डेभिज फल मार्केट, पोखरा गुप्तेश्वर महादेव जाने
इन्ट्रान्स गर्नुभन्दा पहिला अगाडि गुप्तेश्वर महादेवको गुफा कस्तो लाग्यो दाजु? अरे बहुत यो अजीबको जस्तो छ, यो वन्डरफुल एकदम हाँ। अनौठो जस्तो छ। यो संसारमा अहिलेसम्म नदेखेको चिज देखियो। हजुर, बहुत खुसी लाग्यो। सबै एक फेर जानै पर्ने ठाउँ एकदम जो कोही पनि एकचोटि दर्शन गर्नै पर्छ उहाँको। हजुर, साह्रै भेरी वन्डरफुल प्लेस, विश्वकै उत्कृष्ट ठाउँ रहेछ कि यो, एकदम एकदम मलाई हिस्टोरिकल प्लेस है, गिनिज बुकमा वन्डरफुल, देखाउनै पर्छ। फ्यान्टास्टिक हो। यो चाहिँ गुप्तेश्वर गुफा जाने बाटोको मार्केट है, यहाँ सबै चिजहरू पाउँछ। के लानुहुन्छ भन्नुभएको छ, के लाने खाइ मालाहरू छ। दाइले लाउने खालको झुम्का सुम्का अब म्याडमले ल्याइएन। अनि म्याडमले ल्याएको भए लैदिनु हुन्थ्यो, यत्तिकै लैदियो पनि हुन्छ, तर छ जति नि सबै है। मार्केट राम्रो रहेछ है। खुसी क्रिएसन होलसेल फास्टिङ कपडा भन्छ होइन। मार्केट फ्यान्टास्टिक। ओभरअलको लागि धन्यवाद। थ्याङ्क्स फर भिजिट। ये मेरे पास है। वाव, वन्डरफुल। पोखरा म्युजियम, म्युजियम घुमेर हेर्नुहोस् सबैले। गर्मीमा कति मजाको फ्यान, कुलर, यस्तो राम्रो कुलर रहेछ सिजीको है, राम्रो लाग्यो। यति गर्मी छ नि पोखरामा नि, ओ माई गड। ल हामी सबै पोखरा म्युजियम घुमियो होइन सर? हेलो सर, हेलो हाई। ल सबैजना आफ्नो आफ्नो उसमा रमाइलो गर्दै हुनुहुन्छ। सो दाजु भिडियो कस्तो राम्रो आउँछ हेर्नु न। फोटो खिचौँ न म्युजियममा, कहाँ दौडे हो त्यसै हजुर? के एक ठाउँमा खिचेर यसको भ्यालु छन् छुट्टै छ। हात देखियो रे, भएको हात हेर्ने हो। ठिक है। अन्नपूर्ण केबल कार पोखरा फर्स्ट टाइम एक्सपिरियन्स अन्नपूर्णको है, अरू त धेरै। सर, किसनजी, अर्जुन सर, म
प्रकारको बस्यो गर्मी यति छ कि कुरै नगरौँ है प्याक भएछ ल प्याक यस्तो भिडियो बनाउनु न पानी प्याक गरेर सानो आहा बसेछ है मार्दिनु त मान्छे कसरी हान्ने यसरी मामा हान्ने पाप लाग्छ नि त फेरि ए त्यसले हान्ने हुँदैन मेरो फोटो पाउँछ त हरिया गरेर ल भिडियो चाहिँ सानो क्लिप बनाएको हुन्छ है आइम स्योर आइम गोइङ टु मेक टाढै छ नि यार अनि पारीको डाँडा जाने हो कि नेपाली पढाउने नेट बनाउँछु म त्यहाँ त पुरा आउँछ सर भ्याइन्छ होला 6:30 भने
I was religious until about a year ago. Have you ever been here before? No, this is my first time. This is your first time. Yeah. No, it's amazing. So Everybody's so you're nice. traveling alone? Yeah, with your solo. Solo. Solo travel. You Yeah. are solo traveling. Yeah. Okay, friend. Mr. Lonely. I'm Mr. Lonely. And Yeah. so you don't even have a friend here in Nepal. Well, there's plenty of Israelis. Yeah. Hi. Oh my God. He's My our new blog. friend. My name is Sundar Lamsal. Nice. What's your name? Sundar means Lee. Lee Yeah. from Israel, yeah? Lee from Israel. Wow. Nice to meet you, Lee. Pleasure. Thank you. All the best.